हेलो दर्शन नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। धेरै दिनपछि फेरि एउटा भिडियो लिएर आएको छु। कामले गर्दाखेरि भिडियो बनाउने पनि फुर्सद भएको थिएन। कामको अलिकति मिलाउँदै अलिकति भिडियो बनाउन पनि भइरहेको थिएन। काम पहिला काम त्यस पछाडि भिडियो भन्ने सोचेर चाहिँ भिडियो खासै बनाइएन। अहिले चाहिँ फेरि मेरो भ्लग लिएर तपाईँहरूमा आइसकेको छु। आजको भ्लग चाहिँ अब साइडमा काम भइरहेको छ। अब साइडमा हेर्ने भने यतापट्टि अलिकति फुटाको त्यहाँनिर अलिकति ग्रेड डाउन गर्नुपर्ने, जहाँ चाहिँ रक छ फेरि ढुङ्गा छ। त्यो भएर ब्रेकर पछाडिपट्टि गुरुले ब्रेकर रेडी पार्नु भएको छ। अनि यहाँ चाहिँ अस्ति फुटाको ढुङ्गाको चाहिँ अलिअलि गिटीहरू र ढुङ्गाहरू सोलिङ गर्न मिल्ने ढुङ्गाहरू चाहिँ यहाँ छ। त्यो ढुङ्गालाई चाहिँ गुरुले सोर्दै हुनुहुन्छ। सोरिसके पछाडि चाहिँ त्यहाँ चाहिँ ब्रेकर हान्दै गर्ने। र यतापट्टि चाहिँ तपाईँले देख्नुहुन्छ पर चाहिँ ट्र्याक्टर छ। ट्र्याक्टरमा चाहिँ जाली अनलोड भइरहेछ भने यतापट्टिलाई हेर्ने हो भने यहाँबाट टोलीहरूले चाहिँ काम गरिरहनु भएको छ। क्याबिन भर्ने काम गरिरहनु भएको छ। अब काम भइरहेछ भनौँ, जेन तेन काम जसरी हुन्छ भइरहेको छ। अब यहाँ जाली हालेर सकिसकेका छौँ। यतापट्टिको रिटर्न साइडमा चाहिँ जाली भइसकेको छ। अनि ब्रेस साइडमा पनि काम भइरहेको छ जाली क्या। काम यस्तै छ। अब साइडको काम, रोडको काम, त्यसमध्ये पनि रोडको काम, धुलोभन्दा अरू केही पनि छैन। यता हाम्रो दिपेन भाइ चाहिँ पानी खुवाउने एकदम पानी लिनलाई जानुपर्ने छ। ऊ चाहिँ कहाँ जान्छ भनेपछि दिपेन भाइ चाहिँ यो तलपट्टि अलिकति खोल्छु छ। तलपट्टि चाहिँ पुरै पानीको मुहान छ, एकदम राम्रो पानी, मिठो पानी आउँछ। त्यहाँ चाहिँ पानी लिन जाँदैछ दिपेन भाइ। यता चाहिँ हाम्रो शङ्कर गुरु हुनुहुन्छ। शङ्कर गुरुले चाहिँ ग्रेड मिलाउँदै हुनुहुन्छ अलिअलि। बोल्ने कुरा छैन गुरुलाई। गुरुसँग अहिले एकछिन पछाडि कुरा गर्नुपर्छ भने अब पछाडि काम गर्दै हुनुहुन्छ। यतापट्टि पहरो छ, यता भिर छ। यता रक कटिङ गर्नुपर्ने पुरै पहरो छ रक। अब काम यस्तै भइरहेछ। त हाम्रो मातगुरु चाहिँ पुरै रेस्ट गरेर बसिरहनु भएको। मातगुरु के छ, तपाईँ पुरै रेस्ट गरेर बस्ने हो? सोरेर भ्याएपछि मात्रै होइन त? सोरेर भएपछि चाहिँ ग्रेड हान्नुपर्छ। अरू भने त्यस्तै हो होइन, काम जेन तेन गर्नै पर्छ। गुरु चाहिँ हाम्रो कोबेलको मेसिन चाहिँ हाम्रो गुरुले लिएर आउनु भएको। अब यहाँ जाली, यो जाली पनि अल्टर ठाउँमा छ। जाली त लागेको छ। अब यो जालीले गर्दाखेरि चाहिँ रोडको अलाइनमेन्ट बिग्रियो। त्यो भएर यो जाली पनि निकाल्नुपर्ने हुन्छ। र अहिले भन्दा पनि अलिकति पछि यो उतापट्टिको काम भएपछि निकाल्नुपर्ने हुन्छ। रोडको काम भन्यो भने यस्तै हो। यो अब भिर पहरो पाखा पखेरा भन्दा केही पनि हुँदैन। यता माथि रोड छ, तलपट्टि नेपालको फेरि बाटो प्रायः कस्तो छ, रोड खोलाको तिरैतिर लाने चलन छ, जसले गर्दा अलाइनमेन्ट पनि एक त मिल्दै जान्छ, प्लस सहज पनि हुन्छ काम गर्न। अलिकति हाइट छ, तलपट्टि खोला छ। खोलामा चाहिँ माछा राम्रै पाउँछ, असला माछा, अरू के माछा हुँदो रहेछ। टन्नै दिनौँ मार्दा पनि माछा सकिया छैन भने यस्तै छ हजुर। बाटोको काम यस्तै गरी दिउँसो घाम, अहिले घाम यति चर्किसकेको छ। अहिले दिउँसो झन् कति घाम हुने हो थाहा छैन। अब बाटोको काम, बाटोमा जेन तेन जसरी हुन्छ अब धुलो धुवा खाएर भने गर्नै पर्छ। अनि त्यही भएर हामी चाहिँ सकेसम्म कामलाई रफ्तारमा अगाडि बढाउने कोसिस गरिरहेका छौँ। अब यो अझै अहिले चलिरहेको काम भन्दा पनि अझै मान्छेहरू एउटा टोली आउँदैछ र 20जना जतिको टोली आउँदैछ। त्यो टोली आयो भने अझै हामीलाई काम सहज हुन्छ। त्यो आयो भने दुईवटा रिटेनिङको भ्यायौँ भने अनि ब्रेस्टको काम सुरु गरौँला भन्ने थियो। अब हेरौँ कस्तो हुन्छ के हुन्छ, तपाईँलाई म अर्को भिडियोमा देखाउने छु। अहिलेलाई भने सबैजना स्वस्थ रहनु होला, मस्त रहनु होला र व्यस्त रहनु होला। र मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला। तपाईँहरूको माया ममताले नै मलाई अझै प्रोत्साहन गर्नेछ अगाडि भिडियोहरू बनाउनको लागि भन्दै अहिलेको भ्लग चाहिँ म इन्ड गर्न चाहन्छु। सबैजना व्यस्त रहनु होला, स्वस्थ रहनु होला, हाँसी खुसी रहनु होला र आफ्नो दैनिकी कार्य गर्नु होला भन्न चाहन्छु आफ्नो रुटिनमा। भन्दै म अहिलेको भ्लग चाहिँ इन्ड गर्न चाहन्छु। हस् त, धन्यवाद।